त्यसमा हाम्रो तपाईँको कस्तो खालको विपद हो होइन, कुनै ठाउँमा अब तपाईँ खोजमा छ भने रोप रेस्क्यु गर्नु पऱ्यो भने त्यही अनुसार चाहिँ हाम्रो टिम चाहिन्छ। अब वाटर रेस्क्यु गर्नु पऱ्यो भने त्यही अनुसारमा गोताखोरको टिम चाहिन्छ होइन। अब एमएफआर कुनै अब तपाईँको यसमा अब के भन्छ मान्छेहरू घाइते छ भने तुरुन्तै रेस्क्यु गर्ने एमएफआरको टोली पनि त्यही चाहिहाल्यो। त्यही भएर पहिलादेखि चाहिँ तपाईँको कस्तो छ भन्दाखेरि विपद आउँदाखेरि चाहिँ अब विपद हुँदै गर्छ, अब पैसा जोगाउनु पर्छ भनेर हिसाबले चाहिँ गाडीमा कुर्थ्यो। हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि चाहिँ सुरुमै हेलीबाट टिम पठाइदिइहाल्ने, ताकि तपाईँको त्यो जाम हुन्छ नि त बाटो, त जाम भएपछि एम्बुलेन्स आउन गाह्रो भयो, विपदको रेस्क्यु टिम पनि आउन गाह्रो भयो। टाइम इज इम्पोर्टेन्ट क्या। त्यही भएर हामी चाहिँ हेलीबाटै नै सर्टन ठाउँहरूमा जिआरहरू होइन, जियो लोकेसन्सहरू भनेर भनौँ न, त्यसको पिन पोइन्ट गरेर हेली लोकेसन झार्ने। त्यसपछि उताबाट यो ठाउँमा विपद भएको छ है भनेर भन्ने बित्तिकै तपाईँको त उताबाट त्रिपुरा इन्टरनेसनल एयरपोर्टबाट हाम्रो विपद व्यवस्थापनबाट त्यहाँबाट कुन टिम चाहिने हो त्यही टिम चाहिँ स्ट्यान्ड बाईमा हुन्छ। अनि हिजो मैले तपाईँहरूले देख्नुभयो होला, म त्यहाँ गएको थिएँ होइन। त्यहाँबाट चाहिँ उहाँहरूले चाहिँ त्यो विपदको टोली चाहिँ स्पेसिफिक टिम चाहिँ यहाँ रेस्क्यु गरेर यहाँ हेलीबाट झर्नुहुन्छ अनि सामानहरू झार्दै यहाँबाट हेलीबाट रेस्क्यु गर्न थाल्नुहुन्छ कि।